तपाईहरु हेर्दै हुनुहुन्छ प्रशंसाको भिडियो अनि आज चाहिँ हामी माछा मार्न जाँदै छौं अस्ति झन्डै पुलै कटेको थियो माछा यो पुलै भरिन्छ क्या हो आदि भाति अस्ति नानीहरु सबै पुरिएको देखिनौ माथि माथि माछा मार्ने टिम गाइस माछा मार्ने टिमको पोज गाइजहरु हामी चाहिँ माछा मार्दैछौँ भयो अनि खोला यसरी बगेर आउँदैछ अनि यहाँ दिदी हुनुहुन्छ यहाँ सबैजना अनि हामी यहाँ झुलमा माछा छाप्दैछौँ यसरी चाहिँ माछा चाहिँ बगेर आउँदैछ त्यहाँ आउँदैछ है खतरा भइरहेको छ अनि म यहाँ छु दिदी के खाँदै हुनुहुन्छ र के दिदी के खानुहुन्न है के खानु छैन हैन के खाएको छैन अहिले चाहिँ खाउ लागिरहेको थियो हैन तर खानु भएको चाहिँ छैन है ल ठीक छ त्यसै यतै गर्नु होला माछा कति पर्छ अहिले म तपाईहरुलाई देखाउने छु है त यहाँ आदमी त पर जान्छ नानी आयो माछा बाजे उता पसे भर्खर झिकेको खै ठुलो सिसै नै एउटै सबै यो मसिन मात्र अब ठुलो त लास्ट लास्टमा जार थियो दिनहरु जानिलेको भए हुन्छ के त्यो दादा पानी सुक्दै जान्छ झन् ठुल्ठुलो माछा आउँछ नि पानी सुक्दै गइसक्छ नि हो र अहिले सानोमा त सानो सुरुमा यो सानो मात्रै हो बगेर आउने हो के त्यो उल्टु पानी अङ्कल हजुर एउटा सानो बड्का लिएर आउनु अघि पठाइदिएको पठाइदिन्छ त बहिनी हेर है म त बुको एकछिन पर्खिनु जाने म पनि छिङ्का सब्जी पकाउनु पर्ने तिमीले खायौ दबाई ग्यास्ट्रिकको गाइजहरु खोला चाहिँ यो अनि यहाँ न्यालेर हेर्नुहोस् है यहाँ माछा बगेर आएको नि देखिन्छ अरे म चाहिँ हेर्दैछु मैले नि देखिरहेको छु तपाईहरु पनि हेर्नु होला माछा बगेर आउँदैछ अनि यहाँ पस्छ अनि त्यहाँबाट उता चाहिँ पानी मात्रै जान्छ अनि यहाँ माछा चाहिँ यहाँ आउँछ ओ खुस्क्यो खुस्केको होला उ यहाँदेखि फुयो गयो त माछा होइन के गयो के थाहा ठुलो माछा उयो बाँधेको थियो होइन तार हो त्यो चाहिँ गएको होला नि के हो सुइँ चाहिँ गर्यो के गर्यो सुइँ गर्यो माछा ठुलो आको छ झुल चाहिँ खुस्केर गएको हो कि धुने हो यो त ए खोरानी लाए पो धुने खरानी लाग्यो चिप्लो हुँदैन नि त यसरी धुने माछा चाहिँ अटिको यति नै हो कहाँ वहाँ छ चित्र माछा पोका चित्र माछा हुन्छ होला यसो गर्नु न मलाई चाहिँ नदेखाउनु न हौ ए माछा नयाँ बहिनीले माछावाली हुनुहुन्छ माछावाली बहिनी माछावाली बहिनी कहाँ बसेर बोल्नुभयो माइतमा किन आउनुभयो बहिनी भन्दा त माछावाली बन्न है त छेमा कहाँ लगेर बेच्नु बसेर बजु हो त्यसो गर्नु है बहिनी ल आज चाहिँ बहिनीले बजारमा माछा बेच्नु साँच्चै म बजार लैजाउँ त बजार कसरी किलो छ भन्नु त कुन कसरी बेच्छ हौ ल नि त बहिनीले बोक्नु साथी गर्नु बजुले बेच्नु बेची पो दिन्छु भन्नुहुन्छ है बजुले फ्राई गरी
एउटा नाङ्लो डढाइ पठाएर किचनमा आमाको किचनमा हेर्नु न आमाले पुरै माछा सहित गने यिनीहरू यहाँ बसिरहेको थियो गनाइरहेको छ हेर माथि चाहिँ माछा मार्दैछ अनि यहाँ चाहिँ यो चाहिँ सिद्रा माछा हो कि अनि म चाहिँ फ्राई गर्दैछु हेर्नुहोस् त रातो हुँदैछ कराईवाला बुवाको के हो यो माछै छैन त बुवाको भागमा त माछा दिएन कि हौ ससुरालाई यता मात्रै यहाँ माछा दियो यहाँ माछै भयो भाँडै लिएर बसेछ यहाँ मान्छेहरू यहाँ छामा गाइजहरू अहिलेको मारेको माछा चाहिँ हामीले पकाएर चाहिँ खान सुरु गऱ्यौँ यो चाहिँ फ्राई माछा भयो अनि यो चाहिँ झोल माछा भयो यो चाहिँ अचार अनि यो खुर्सानीको अचार कागती अनि यहाँ दाल छ को साथमा माछा यसरी मिसाएर मजाले खाने फाइनली मलाई मात्रै माछा ढाक्नु आउँछ भयो यसरी नै माछा मारेर खाएर हामीले चाहिँ इन्जोय गरिरहेछौँ तपाईँहरू पनि यसरी नै इन्जोय गर्नु होला भन्दै अर्को ब्लगमा भेटौँला आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु हस् त बाई बाई